हुँदै गर्दाखेरि त हो हाम्रो मम्मी हाम्रो बाबाहरू हुनुहुन्छ है, आफू सबैजना छौँ नि त होइन। तर हामी चाहिँ मेन चाहिँ कसको त हामी परमेश्वरले पठाएको, परमेश्वरले हामीलाई पठाउनु भएको हामी ख्रिस्टको सन्तानहरू हौ। हाम्रो जस्तो सुकै दुर्बलता होस्, जस्तो सुकै कठिनाइ होस्, आज विश्वासीकै जीवनमा आउँछ धेरै। हामी जब हामी नि है विश्वासमा धेरै हामी अगाडि बढ्छौँ, हामी प्रार्थनामा जस्तो धेरै अगाडि बढ्छौँ, उसलाई नै पहिला गएर सबैभन्दा ठुलो छिट्टो अट्याक गर्ने शैतानले भनेको उसलाई हो। हामी विश्वासमा अगाडि बढ्दै गर्दा हामी है प्रार्थनामा हाम्रो जीवनमा चाहिँ जति धेरै प्रार्थना छ, शैतानले सबैभन्दा सुरुमा गएर अट्याक चाहिँ उसलाई नै गरिरहेको छ है। हामी ख्रिस्टको साथी जस्तो सुकै दुर्बलता होस्, हामी चाहिँ परमेश्वरको सन्तान हौ। हामी सबैभन्दा किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। हामी दुर्बल हुँदै गर्दा हामीसँग चाहिँ हाम्रो परमेश्वर रहनुहुन्छ। हामीसँग चाहिँ को हुनुहुन्छ त? हाम्रो साथमा हाम्रो अब्बा पिता, हाम्रो परमेश्वर। हाम्रो हरेक खाँचो कमीमा, हाम्रो घटी कमीमा हामीलाई परमेश्वरले त्यत्तिकै तिमीलाई के भनेको छ त? तुरो कहिले पनि नछोड्नु हुने। हामीले है एउटा गीत पाउँछौँ नि, कस्तो माया लाएछु मैले ख्रिस्टसँग यहाँ जान नै सक्दिनँ है, उहाँदेखि टाढा भनेर हामी गीत त गाउँछौँ। हामीले कस्तो हामीलाई माया गर्नुभएको छ त हाम्रो परमेश्वरले। हाम्रो घटीमा, हाम्रो कमीमा हामी एक्लै छौँ, तर हाम्रो साथमा चाहिँ हामी कतिपल्ट घरमा हुँदै गर्दा यताउदै गर्दा है कसैले हाम्रो मनको पीडाहरूलाई नसम्झेला, हाम्रो मनको दुःखलाई हाम्रो कसैले पनि नसम्झेला। तर हामीसँग जब हामी प्रार्थनामा बस्छौँ नि, हामी प्रार्थनामा हामी परमेश्वरसँग रहन्छौँ नि, हामीलाई कहिल्यै पनि एक्लै छोड्नुहुन्न। हामीसँग रहनुहुन्छ हाम्रो परमेश्वर है। हामीलाई शक्तिशाली बनाउनुहुन्छ। हाम्रो हरेक सतावटहरूमा, हाम्रो हरेक आपद विपदमा हामी लड्दै गर्दा